अघिदेखि तपाईहरु बोलिराख्नु भएको छ म सुनिरहेको थिएँ अब एउटा कुरा चाहियो जी पहिला उहाँलाई बोल्न दिनु पर्यो के यो पहिला उहाँलाई सुनाउन पहिला कुरा उहाँको कुरा सुनौ न मेजोरिटी हाम्रो जेनेरेसनको मान्छेले अनलाइनबाट बिजनेस गरिरहेछ उनीहरुको के भयो थाहा छ तपाईहरुलाई के हुन्छ बाहिरमा चाहिँ अघि ऋषि सरले भन्नुभयो आदि युवाहरू बाहिर छ विदेशमा घर परिवारसँग कनेक्ट हुन पाइरहेको छैन तपाईहरुले इलिगली मान्छेहरूलाई अरू एपहरू चलाउन बाध्य बनाइराख्नु भएको छ तपाईहरु आफै पनि चलाइराख्नु भएको छ यो हो यसरी रेगुलेसन हुन्छ अल्टरनेटिभ दिनु पर्थ्यो नि त सुरुमा फेसबुकको अल्टरनेटिभ पेज दिएर अनि रेगुलेसनतिर जानु पर्थ्यो एक्कासी झ्यामझुम गर्ने हो हाम्रो सिभिक स्पेस हो म अगेन भनिरहेको छु हाम्रो आवाज उठाउने ठाउँ हो के त्यो तपाईहरुले हामीलाई त्योबाट वञ्चित गर्नु भनेको हाम्रो मुखमा ताला लगाइदिनु हो हामीलाई नबोल भन्नु हो अनि अझै कति वर्षसम्म बस्नुहुन्छ तपाईहरु सत्तामा जन्मेदेखि देखिरहेको छ एउटै मान्छे सेम फेस बुढो आफै बुढो हुन लागिसक्यो हाम्रै पुस्ता अर्को जेनेरेसन आइसक्यो हामीभन्दा दुईटा जेनेरेसन आइसक्यो थाहा छ कि छैन हजुरलाई अझै कति बस्नुहुन्छ कति लोभ हो त्यो सत्ताको तपाईहरुलाई उहाँहरुको